भर्खरको मान्छेहरूलाई बाथ रोग हुँदैन भनेर यदि कसैले भन्नुभएको छ भने त्यसमा सत्यता छैन। बाथ रोग यानि कि हड्डीको बाथ, जसलाई चाहिँ मेडिकल भाषामा रुमेटोइड आर्थराइटिस भन्छौँ, यो चाहिँ मूलतः 40 देखि 50 को दशकमा हुने गर्छ म्याक्सिमम केस, र यङ फिमेल भनेको महिलाहरूलाई धेरै हुने गर्दछ। 4 जना बिरामी छन् भने 3:1 रेसियोमा 3 जना महिला र 1 जना पुरुषलाई त्यसले एफेक्ट गर्छ है। त्यही भएर यदि हजुरलाई बिहान उठ्दाखेरि यो हातका सानसाना औँलाहरू असाध्यै दुख्ने, यो दुख्ने, यो दुख्ने, यो दुख्ने है, खुट्टाका पनि त्यस्तै सानसाना औँलाहरू दुख्ने, र काम गर्दै गएपछि बिस्तारै त्यो दुखाइ चाहिँ कम हुँदै जाने, र यसको चाहिँ धेरै भइसक्यो, 6 हप्ताभन्दा धेरै भइसक्यो यस्तो भएको, तपाईँको घुँडाहरू पनि अलिअलि दुख्न सुरु गरेको छ, यो घाँटीको पछाडिको भाग पनि यो पनि अलिअलि दुख्छ है। बिहान चाहिँ दुख्छ क्या, बिहान असाध्यै दुख्छ, कहिलेकाहीँ ज्वरो आउने, अल्यास भए जस्तो हुने, वेट लस हुँदै गएको होइन, अथवा पावर नआए जस्तो हुने, अल्छीपन धेरै लाग्ने, र परिवारमा पनि अरू कसैलाई त्यस्तो थियो कि यस्तो छ भने चाहिँ एकचोटि तपाईँले बाथको चेक गराउनुपर्छ होला। बाथको चेक चाहिँ के गर्ने, पहिलो सुरु चाहिँ हाडजन्य तथा नसारोग विशेषज्ञ अथवा इन्टर्नल मेडिसिन अथवा रुमेटोलोजिस्ट जसलाई भेट्दा पनि हुन्छ, उहाँहरूले चेक गराएर आफ्नो सिम्टमहरू भन्नुहोस्। उहाँहरूले 2-4वटा टेस्ट गर्नुहुन्छ, रुमेटोइड फ्याक्टर हुन्छ, एन्टिसिसिपीहरू हुन्छ, इएसआर सिआरपीहरू हुन्छ, अनि सिम्टम एनालाइसिस गर्नुहुन्छ, र त्यो पछि चाहिँ तपाईँले कन्फर्म गर्न सकिन्छ रुमेटोइड आर्थराइटिस हो भने, बाथ रोग हो भने। र बाथको पनि उपचार रोकथाम छ, तर आफूलाई गाह्रो बनाएर चाहिँ नबस्नु होला। र हजुरआमाहरूको बुवाहरूको हामीले देखिरहेको हुन्छ कति डिफर्मिटी भइसकेको हुन्छ है। डिफर्मिटी मैले यहाँ पिक्चरमा पनि देखाएको छु, यस्तो यस्तो डिफर्मिटी भइरहेको हुन्छ, तर यस्तोबाट पनि उहाँहरूको जीवन चाहिँ हामीले सरल बनाइदिन सक्छौँ। त्यही भएर यदि यस्तो तपाईँले परिवारमा देख्नु भएको छ भने अथवा आफन्तजन कसैको छ, आफ्नै छ भने चाहिँ प्लिज चेकअप गराउनु होला है त। ओके, थ्याङ्क यू, नमस्कार।